साथीहरू जयमसी आज हाम्रो युथ सेवा भइरहेको छ चर्चमा चाहिँ म चाहिँ यता पास्टर बुवासँग हाम्रो एल्डर दादासँग जस्ट गाडी कन्भर्सेसन हुँदैछ हाम्रो अब म तपाईँहरूलाई यता गएर भित्रको ग्लिम्सहरूलाई पनि म देखाउँछु तपाईँहरू जस्ट स्टे ट्युन एन्ड वाच यता किचनमा चाहिँ सटपटेको लागि तयार हुँदैछ सबैजना तयारी गर्दैछन् यहाँ हाम्रो पास्टर प्रकाश हुनुहुन्छ गरेको काम बिजनेस एकदमै धेरै के अरे उसलाई प्रेसर भएको कारणले गर्दा कामको कारणले गर्दा थकित अहिले पनि रेस्ट नपाएको कारणले गर्दा तपाईँले सुन्नुभएको होला तर पनि ध्यान दिएर सुनिदिनुहोस् अनि उसलाई चाहिँ शान्ति खोजिरहेको थियो त्यो व्यक्तिले अनि साह्रै कामको कारणले गर्दा ऊ एकदमै बिजी भएको कारणले गर्दाखेरि ऊ घरमा आइकन उसले शान्ति खोजिरहेको हुन्छ अब चाहिँ म एकान्त ठाउँमा जान्छु त्यहाँ चाहिँ शान्ति हुन्छ होला म जङ्गलमा गएर बस्नु पर्यो त्यहाँ चाहिँ पक्कै पनि त्यहाँ हो हल्ला हुँदैन होला त्यहाँ यताउति हल्लाको कुराले मलाई डिस्टर्ब गर्दैन होला भन्ने तरिकाले ऊ चाहिँ जङ्गलमा गएर बस्छ जङ्गलमा गएर बसिरहेको हुन्छ जङ्गलमा बस्दै गर्दाखेरि एकछिन आराम गर्न खोज्छ बस्ने के गर्छ बस्ने के भन्छ वास्ता नगर्नु हामी सब एकैसाथ भन्नेछौँ यता यता चटपटेको लागि रेडी हुनुहुन्छ यता हाम्रो प्यारे भाउजू हार्ड वर्किङ भाउजू हो मेरो हैन मेरो हार्ड वर्किङ भाउजू हो भाउजू
हार्ड वर्किङ भएको मेरो हार्ड वर्किङ भएको गाइस यता चटपटे बनिँदैछ यता चटपटे बनाएको पनि म भिडियो गर्दैछु साथीहरूलाई यता अर्को बहिनी पनि उपस्थित भइसकेको छिन् अर्को यता फेस हाइडिङ गर्दैछिन् सामान बनिँदैछ खाजा सर्ट्सको युथ हेलो उसलाई चाहिँ खान्छ अलिकति सब बनाउँदै जान्छ त्यो चाहिँ चटपटे बनिँदैछ खाजा भरे सर्ट सकेर एक दिन जयमसी दाई गाई बाहिर पनि हुँदैछ भित्र झन् भव्य भइरहेछ सो गाडी चाहिँ एभ्रिवेयर प्रभुजी चारैतिर हुनुहुन्छ है प्रभुजी चर्चभित्र पनि हुनुहुन्छ चर्च बाहिर पनि हुनुहुन्छ प्रभु चारैपट्टि हुनुहुन्छ मेरो बुवा जहीँ पुग्नुहुन्छ बुवालाई नगरेको के छ Okay, as you can see, our Daniel brother is also watering the floor. He is hard worker, you know. And plus, he is a leader at the church. I mean, elder at the church. So yeah. He's doing his job, man. I appreciate that. Anything केही भन्न चाहन्छु मेरो फ्यान्स फलोवर कमेन्ट हुँदैन कमेन्टलाई म्युट गरेको छ दुईजना भाउजूहरू चाहिँ थाक्नु भएको सपटे बाँडिरहेको छ ओके यता खाने कार्यक्रम यता बाँड्ने कार्यक्रम ल गाइस पासो बुवाहरू यता खाजा खाँदै हुनुहुन्छ हाम्रो युथ सेवा सकेको छ गाइस तपाईँहरूलाई फेरि अर्को भिडियोमा म यसरी नै तपाईँहरूलाई देखाउँछु बुवा सन्चै हुनुहुन्छ सन्चै प्रोग्राम कस्तो लाग्यो हाम्रो आजको नगर ऋषि समाजको जवान सङ्गति हजुर एकदमै आशिषमय भएको छ अनि जमात पनि आज एकदमै धेरै आएको छ नयाँ समिति बनेको छ अनि एकजना पहिलाको पूर्व सचिवलाई विदाई गरिएको छ नयाँ समिति गठन भएको छ हजुर एकदमै ब्लेसिङ भएको छ अनि अहिलेको यो युवाहरूलाई तपाईँ कस्तो खालको सन्देश दिन चाहनुहुन्छ वाट्स द मेसेज फर द यङ किड अहिलेको युवाहरूलाई चाहिँ म के भन्न चाहन्छु भने हाम्रो इसाई जवानहरूको लागि चाहिँ उनीहरूले चाहिँ परमेश्वरको भिजनलाई बुझ्नुपर्छ है परमेश्वरको भिजनलाई देख्नुपर्छ उहाँको दर्शनलाई बुझ्नुपर्छ उहाँको दर्शनलाई बुझेर अगाडि हिँड्यो भने परमेश्वरको एउटा मिसनमा अघि बढ्नुपर्छ प्रभुको राज्यको निम्ति र प्रभुको महिमा गर्नुपर्छ ओके थ्याङ्क यू सो मच गड ब्लेस यू हाम्रो यता लिडर दादा पनि हुनुहुन्छ म लिडर दादालाई पनि एउटा केही क्वेसन अनि मेसेज तपाईँहरूलाई छोड्न चाहन्छु आजको सङ्गतिमा धेरै कुरा सिक्यो तपाईँ चाहिँ यो यङ किडहरूलाई युवाहरूलाई कस्तो खालको मेसेज दिन चाहनुहुन्छ विशेष गरी युवाहरूलाई चाहिँ म के मेसेज दिन चाहन्छु भन्दाखेरि हामीले जवान अवस्थामा चाहिँ परमेश्वरको महिमा गर्न अति उत्तम छ यो समयमा हामी शारीरिक रूपमा पनि बलियो हुन्छौँ आत्मिक रूपमा पनि बलियो हुँदै हामी अगाडि बढ्न जरुरी छ र तपाईँहरू पनि अबदेखि उसो जो जति आउनुभयो धन्यवाद जो जति आउनु भएको छैन आउनुहोस् परमेश्वरको सामर्थ्यमा हुर्क्यौँ बढौँ अगाडि बढौँ र परमेश्वरको महिमा गर्दै हामी अघि बढौँ र परमेश्वरले तपाईँलाई अत्यन्तै धेरै प्रेम गर्नुहुन्छ म यो भन्ने सन्देश दिन्छु थ्याङ्क यू गड ब्लेस यू ओके हाम्रो सेवा फाइनली सकिएको छ हाम्रो युथ सेवा फिनिस भएको छ
तपाईँहरू जो आज आउनुभयो म हृदयदेखि तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु थ्याङ्क यू फर कमिङ God bless you and God loves you. I'll see you soon in my next video. Thank you. God bless you.